हाई गाइज वेलकम ब्याक टु माई च्यानल। अनि यो चाहिँ मेरो रुममेट खुसी हो। अनि आज चाहिँ हामी रुमबाट घुम्न जानु लागिरहेका छौँ। अनि अहिले चाहिँ हामी दोकानमा केही मिठाईहरू लानु आँटेको छौँ। अनि तपाईँहरू एक्ज्याक्ट लोकेसन हो भने चाहिँ यो हाम्रो दार्जिलिङ डिस्ट्रिक्ट जेलको छेउनिर हो। अनि यो चाहिँ आज यति साह्रो ब्राइट डे भएको थियो दार्जिलिङमा, हत्त त्यस्तो दिन हुँदैन है। अनि त्यो चाहिँ हामी सर्टकट गएको, बाटो नचिनेर जङ्गल है, तल बाटो पुग्दा चाहिँ कुरै भएको थियौँ हामी है। अनि यो चाहिँ डिस्ट्रिक्ट जेल दार्जिलिङको, अनि यहीबाट भएर चाहिँ ब्याकपट्टिबाट चाहिँ हामी जाँदैछौँ है। अनि ऊ चाहिँ मेरो साथीको भाइ। अनि हामी तल पुग्यौँ हाम्रो डेस्टिनेसनमा, तर के भन्नु अब एक्सपेक्टेसन कस्तो थियो है। पहिला दामी थियो, यो जग्गा दामी थियो, अब लाइक चिया बगान ड्याम्मै भएको दामी थियो। तर अहिले चाहिँ कुरो घारी भएर के भएछ हो। अनि हरेस लागेर यहाँ बसिरहेको थियौँ, तर यस्तो गरेर तलनिर हेरेको त चेरी फुलिरहेको रहेछ। अनि चाहिँ चेरी भएकोमा चाहिँ भनेर स्पिड गयौँ हामी हो। अनि अहिले चाहिँ हामी चेरी भएकोमा पुग्यौँ। अन्त इट वाज सो ब्युटिफुल। अब हुन्छ नि यति साह्रो मेस्मराइजिङ। यहाँ चाहिँ हाम्रो क्यामेराम्यान एकदमै खतरनाक दिँदैछ। उता फेरि अब ऊ हाम्रो एक्ट्रेस हो, पोज दिँदै आम्बो वाउ भेरी ब्युटिफुल हो। कस्तो दामी टाइमिङमै चल्दियो हो। धुप से निकल के छाओ से पिघल के गर्दै अब ब्याकग्राउन्डमा गीत बजाइदिनु पर्ने। अब छैन गीत, अब के भएर बजाइदिनु। कति राम्री हो नाना। आम्बो चेरी ब्लोसम वाउ। हाम्रो क्यामेराम्यान, हेलो गाइस, हाम्रो क्यामेराम्यान त तलै पुग्यो यो फोटो खिच्दै। हाम्रो एक्ट्रेस चाहिँ यहाँ छ, वाउ कति राम्री, वाउ सो ब्युटिफुल। हावा पनि टक्कै चल्यो, हावा चल्यो सिरिरी ला। अड्कै नि अब हाम्रो एक्ट्रेस ला कसरी चढ्छ। स्टप ए निड हेल्प। हेलो गाइस, यहाँ हामी देख्न सक्छौँ कि अब रोल स्विच भइरहेको छ क्यामेराम्यान र एक्ट्रेसको बिचमा। सो गाइज हामीले फोटो खिचिसकेर चाहिँ हामी फेरि पनि माथि चौतारामा फर्केर जाँदैछौँ। अनि चौतारा पुगेर हामीले के स्न्याक्सहरू भन्दामा अब त्यो चिप्सहरू खायो है। अनि हामीले नुनको चिया लगेको थियौँ गाइस। तपाईँहरूले पनि लानु सक्नुहुन्छ है, तपाईँलाई बेस्ट टिप दिएको मैले यस समय चाहिँ। अनि हामीले सेलरोटी पनि लगेको थियौँ। अनि भाइ र खुसीले चाहिँ खायो है सेलरोटी। त्यो पछि चाहिँ हामी फर्किँदै थियौँ कि भाइले चाहिँ यतिखेर भनेको अब चिया बगानमा चाहिँ जुसुले थिएछ। म चाहिँ लडीबडी गरिकन फोटो खिचेको छु। त्यो पछि चाहिँ बाई भनेर यो ठाउँलाई भने है, ब्लग एन्ड गर्नु। अन्तखेरि चाहिँ मैले यो फ्लावर पाएँ है, मेरो फेभरेट फ्लावर डेलिया है। विन्टर सिजनमा यहाँनिर पुरा हुन्छ दार्जिलिङमा। अनि तपाईँहरूलाई पनि सेयर गरेको देखाएको है। कस्तो लाग्यो तपाईँहरू पनि कमेन्ट गरिदिनुहोस् होला। सो गाइज आजको लागि यति नै। मेरो ब्लगलाई तपाईँहरूले लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। बाई।